नमस्कार। अनि मैले तपाईलाई आज मेरो सानो भ्लग तपाईलाई चाहिँ देखाउन गइरहेको छु। के को बारेमा भन्दाखेरि चाहिँ अनलाइन मार्फत कसरी तपाईले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ आयरल्यान्डको लागि भनेर चाहिँ है। ल अब सुरु गरौँ। तपाईँ सबैले मेरो चाहिँ भिडियो हेरेर अन्तिमसम्म साथ दिनुहुनेछ भन्ने मलाई आशा छ है। सानो छोटकरीमा बनाउँछु मैले भिडियो, सबैले हेरेर चाहिँ साथ दिनु ल। म स्टार्ट गर्छु। सबैभन्दा पहिला तपाईँको मोबाइलमा गुगल क्रोम भन्ने हुन्छ, क्रोममा जानुपर्छ। मेरो यहाँ अगाडि नै छ डिस्प्लेमा, टक्क म क्लिक गर्छु है। म पहिले सर्च गरिसकेको थिएँ, मैले फेरि ब्याक जान्छु है। ब्याक गएर तपाईँलाई चाहिँ के गर्नुपर्छ, तपाईँले के गर्नुपर्छ भने चाहिँ हेर्नु, त मैले सर्च गरिसकेको थिएँ। जब्स आयरल्यान्ड .ae मा क्लिक गर्नुहोस्। ट्याक्क क्लिक गरेर सर्च बारमा गएर क्लिक गरेपछि तपाईँको यहाँ चाहिँ फर्स्ट पेजमै क्लिक गर्नुपर्ने हुन्छ। जब्स आयरल्यान्ड .ie होम भनेर आएको छ, यहाँ क्लिक गर्नुहोस्। क्लिक गरे पछाडि तपाईँले चाहिँ यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। इन्टरफेस देखेपछि त्यसो तल झार्नुहोस्। यस्तो यहाँ केही सिलेक्ट नगर्नुहोस्। तपाईँले सिर्फ तपाईँ कुन पोजिसनमा जान लाउनु भएको हो त्यो पोजिसनको लागि तपाईँले एप्लाई गर्नुहोस्। मैले चाहिँ यहाँ डेरी फार्म अनि डेरी जी हाल्नुहुन्छ, डेरी फार्म हालिदिनुहोस्। हालेपछि तपाईँले चाहिँ तल कि तल स्क्रोल डाउन गर्नुहोस्। तपाईँले चाहिँ तल देख्न सक्नुहुन्छ सर्च बार। सर्च बारमा ट्याक्क क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि तपाईँले चाहिँ अलिकति तल गरे पछाडि तपाईँले यहाँ जब कतिवटा जब अभाइलेबल छ अहिलेको टाइममा भनेर तपाईँले देख्न सक्नुहुनेछ। अहिलेको टाइममा 23 जब फाउन्ड भनेर भनेको छ। 23 जब आइल्यान्डको लागि अहिले खुल्या रहेछ होइन। तर कहिले पब्लिस गरेको भन्दाखेरि आजै गरेर रहेछ पब्लिस 25 मे, हिजो गरेर रहेछ। मतलब म आज 26 भयो, आज हिजो 25 थियो होइन, हिजो पब्लिक गरेछ। तपाईँले अब यसलाई के गर्नुपर्छ भन्दाखेरि चाहिँ हेर्नु, डेरी फार्म वर्कर भनेर लेखेको छ होइन। तपाईँले यहाँ तपाईँले राइटपट्टि चाहिँ तपाईँको चाहिँ एरो देख्न सक्नुहुन्छ होइन। त्यो एरो छ नि, तपाईँको एरोमा देख्न सक्नुहुन्छ। एरोमा टक्क क्लिक गर्नुहोस्। यहाँ क्लिक गरे पछाडि यस्तो आउँछ होइन। यता हेर्नु, यस्तो आउँछ सट्ट यहाँ सर्लक्क आउँछ यो होइन। यो आइसके पछाडि तपाईँ पढ्नुहोस् तपाईँलाई के हो भनेर चाहिँ टक्क कम्पनीको नाम, यो जब जो रेफरेन्स नम्बर होइन, यो लोकेसन कहाँ छ, नम्बर अफ पोजिसन कहाँ छ, पेड पोजिसन कति हो, 39 आवर के लेखेको छ, 33,000 पर इयर भनेको छ होइन। वर्षमा यति कमाउन सक्नुहुन्छ होइन। तपाईँले हेरिसके पछाडि तपाईँले चाहिँ तलपट्टि हेर्नुहुन्छ। तलपट्टि यहाँ एप्लाई भनेर लेखेको छ होइन। यो अप्लाई भन्ने ठाउँमा टक्क क्लिक गर्नुहोस् होइन। यसरी क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईँले यो इन्टरफेस देख्नुहुन्छ। यो इन्टरफेस यस्तो आयो भने तपाईँलाई चाहिँ त्यहाँ चाहिँ अप्लाई गर्न गाह्रो हुन्छ। तपाईँले चाहिँ यसलाई क्यान्सल गरिदिनुहोस्। यहाँ यो क्यान्सल गरिदिनुहोस्। यो क्यान्सल गरेर टक्क क्यान्सल गरिदिनुहोस्। क्यान्सल गरे पछाडि तपाईँले चाहिँ यसो तल झर्नुहोस्। तल झरेर यसो हेर्नुहोस्। यहाँ कहिलेकाहीँ तलपट्टि इमेल एड्रेस पनि अभाइलेबल गरेको हुन्छ कि होइन, तर यसमा रहेनछ, के छैन। तपाईँ फेरि यसमा छोडेर चाहिँ ट्याक्क ब्याक जानुहोस् होइन। ट्याक्क ब्याक जानुहोस्। ब्याक गरेर अलिकति तल झार्नुहोस् होइन। तल झरिसके पछाडि तपाईँको अर्को जब छ यहाँ होइन, डेरी फार्म असिस्टेन्ट भनेर लेखेको छ होइन, त्यसको छ होइन। टक्क तपाईँले यही एरोमा टक्क क्लिक गर्नुपर्ने हुन्छ होइन। टक्क क्लिक गर्नुहोस्। क्लिक गरेपछि होइन, क्लिक गर्नुहोस्। क्लिक गरेपछि कम्पनीको डिटेल यहाँ कन्फिडेन्सियल रहेको छ होइन, देखाउन नमिल्ने रहेछ होइन। जब रेफरेन्स नम्बर यो भयो, लोकेसन यो भयो, दुईवटा नम्बर अफ पोजिसन दुईवटा मागेको छ। पेड पोजिसन 39 आवर पर विक भनेको छ। 36,605 रुपियाँ 5 युरो चाहिँ तपाईँले चाहिँ हर वर्षमा कमाउन सक्नुहुनेछ होइन। तपाईँले चाहिँ सबै यहाँ हेर्न सक्नुहुन्छ होइन। त पब्लिस गरेको चाहिँ 22 मेमा रहेछ। अनि अब क्लोजिङ डेट भनेको 19 जुनसम्म यसको रहेछ। 19 जुनसम्म तपाईँले चाहिँ यसलाई चाहिँ यो जब पोजिसनको लागि चाहिँ तपाईँले चाहिँ अप्लाई गर्न सक्नुहुनेछ होइन। तपाईँले फेरि यहाँ चाहिँ अब हेर्नुहोस्, टक्क यहाँ एप्लाई भनेर आएको छ नि, यहाँ एप्लाईमा टक्क क्लिक गर्नुहोस्। एप्लाईमा क्लिक गरिसके पछाडि तपाईँको यस्तो ट्याक्क चाहिँ पपअप गर्छ होइन। पपअप भन्नुहोस् टक्क देखाउँछ होइन। ट्याक्क तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ, ट्याक्क यो इमेल एड्रेसमा क्लिक गर्नुहोस्। इमेल एड्रेसमा क्लिक गरे पछाडि तपाईँको जिमेल या इमेल जो पनि युज गर्नुहुन्छ, मैले त जिमेल युज गर्छु, मैले चाहिँ जिमेलमै क्लिक गर्छु। जिमेलमा क्लिक गरे पछाडि तपाईँको चाहिँ यस्तो इन्टरफेस आउँछ होइन। मतलब तपाईँको जिमेल अकाउन्टभित्र पसेर चाहिँ टक्क अब तपाईँ चाहिँ इमेल सिस्टम आउँछ होइन। इमेल सिस्टम आएपछि तपाईँले यहाँ सब्जेक्ट भनेको छ, सब्जेक्टमा के गर्नुपर्ने हुन्छ, तपाईँ ट्याक्क चाहिँ मिनिमाइज गर्नुहोस् यसलाई। मैले यहाँ पहिल्यै नोटमा लेखेर राखिसकेको थिएँ।
मैले नोट ओपन गरेँ। मैले चाहिँ के भन्छ सब्जेक्ट चाहियो पहिला मलाई, सब्जेक्टमा क्लिक गरेँ। मेरो यहाँ छ, यहाँ मैले चाहिँ एप्लिकेसन फर डेयरी फार्म असिस्टेन्ट भिजा स्पोन्सरसिप भनेर लेखेर राखेको थिएँ। टक्क तपाईँले चाहिँ यहाँ ट्याक्क गरेर चाहिँ यहाँ पेस्ट गरिदिनु, एक बेला पेस्ट गर्नु। तपाईँले यो अब तपाईँको चाहिँ यो सब्जेक्टमा चाहिँ तपाईँले चाहिँ अहिले चाहिँ जब रेफरेन्स नम्बर पनि हाल्नुपर्ने हुन्छ, तपाईँलाई मैले सिकाउँछु। त्यसपछि मैले चाहिँ कम्पोज गरेर राखेको इमेल थियो होइन, त्यो इमेल चाहिँ मैले कपी गर्छु यहाँबाट। मैले यहाँ चाहिँ टक्क यो डियर हायरिङ म्यानेजर होइन, डियर म्यानेजर, डियर सर म्याडम जे हानेर लेख्नुहुन्छ तपाईँले होइन, टक्क यति राख्नु होइन, टक्क यस्तो कपी गर्नुहोस् होइन। टक्क कपी गरेर फेरि वापस यहाँ आउनु होइन, ट्याक्क तपाईँ कम्पोज इमेलमा ट्याक्क चाहिँ तपाईँले चाहिँ यो पेस्ट गरिदिनु होइन। पेस्ट गरेर टक्क आफूले चाहिँ ट्याक्क हेर्नु, नाम आफ्नो चेन्ज गर्नुपर्ने। यहाँ मेरो नाम छ, टक्क मेरो नाम छ यहाँ, नाम चेन्ज गर्नुपर्ने हुन्छ। तपाईँ फुल नेम हाल्नुहोस् होइन। त्यसपछि तल चाहिँ बेस्ट रिगार्ड होइन, जे पनि तपाईँले चाहिँ अब बेस्ट रिगार्ड जे पनि हाल्नुहुन्छ हाल्नुहोस्। तपाईँले चाहिँ त्यस पछाडि गएर तपाईँले चाहिँ यहाँ ट्याक्क चाहिँ यहाँ तल चाहिँ त्यसपछि तपाईँले सिभी अट्याच गर्नुपर्ने हुन्छ। सिभी र कभर लेटर यहाँ छ तपाईँको सिस्टम। मोबाइलबाट हेर्नु गर्नु भने यस्तो हुन्छ, कम्प्युटरबाट गर्नु भने अर्कै तरिकाले हुन्छ होइन। ट्याक्क यहाँ क्लिक गर्नुहोस् होइन। त्यसपछि तपाईँले चाहिँ फाइलमा जानुहोस्। फाइलमा चाहिँ तपाईँ मेरो मोबाइल यस्तो छ है, फाइलमा जानुहोस्। फाइलमा क्लिक गरे पछाडि तपाईँ स्टोरेजमा होइन, स्टोरेजमा गएपछि तपाईँले चाहिँ मैले चाहिँ धेरै सर्च गरिरहेको थिएँ, बनाइरहेको थिएँ। मैले चाहिँ डेयरी फार्मको लागि होइन, डेयरी फार्मको लागि जबको लागि लेखेर बनाइरहेको थिएँ। तपाईँले चाहिँ हेर्नुहोस्, मेरो एउटा वर्क एक्सपिरियन्सले भनौँ न, के भनौँ न, सिभी हो। सिभी मैले अट्याच गर्ने, सिभी आइसक्यो होइन। डेयरी फार्म एक्सपिरियन्स भनेर लेखेर आएको थिएँ मैले होइन, धेरै बनाएको छु। त्यही भएर फेरि पनि त्यहीँ जानुहोस्, फेरि त्यहाँ गएर फाइलमा जानुहोस्। फाइलमा गएर फेरि क्लिक गर्नुहोस्, फेरि त्यहीँ जानुहोस्। तपाईँको हिसाबले कसरी गर्न सक्नुहुन्छ त्यही अनुसारले गर्नुहोस्। मेरो चाहिँ के अरे यो डेयरी फार्म कभर लेटर भनेर लेखेर आएको छु होइन। ट्याक्क यसमा यसरी क्लिक गर्नुहोस्। क्लिक गरे पछाडि के गर्न सक्नुहुन्छ, मजाले तपाईँले पढ्नुहोस्, आफूले आफ्नो तरिकाले लेख्नुहोस्। मैले त मेरो तरिकाले लेखेर यहाँ इमेल कम्पोज गरेको थिएँ होइन। टक्क म अहिले दुबईमा छु, दुबईबाट मैले गरे हो। तपाईँले यसरी गरेर त्यसपछि यति भयो होइन। यति भए पछाडि तपाईँले के गर्नुपर्छ भन्दा तपाईँले फेरि त्यहाँ जानुहोस्, त्यहाँ मेन पेजमा जानुहोस्। मेन पेजमा गएर तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ जब रेफरेन्स नम्बर हो होइन। तपाईँले यो चाहिँ टक्क यस्तो गरेर कपी गर्नुहोस् होइन, कपी गर्नुहोस्, यस्तै कपी गर्नुहोस् होइन। कपी गरेर टक्क कपी गर्नुहोस्, फेरि चाहिँ तपाईँ उसमै जानुहोस् होइन। त्यहाँबाट चाहिँ तपाईँले चाहिँ टक्क यहाँ लिएर आएर यस्तो गरेर टक्क पेस्ट गर्नु। पेस्ट गरिदिइसके पछाडि तपाईँको सबै कुरा रेडी भयो होइन, अन्त रेडी भयो होइन। रेडी भइसकेपछि तपाईँले अब एन्डतिर जानुपर्छ होइन, पुगिसक्नु भयो। टक्क यति गरेर सबै टक्क तपाईँसँग यदि तपाईँसम्म पिग फार्मको, डेयरी फार्मको भिडियोहरू, सानो क्लिपहरू छ भने त्यो पनि अट्याच गर्न सक्नुहुन्छ। नै भने तपाईँसँग कोही एक्सपिरियन्स लेटरहरू छ भने त्यो पनि तपाईँले एड गर्न सक्नुहुनेछ होइन। त्यसपछि त्यो भइसकेपछि मजाले हेर्नुहोस् एकचोटि कस्तो कहाँ के बिग्रिएको छ, कहाँ के छ होइन। टक्क यति भइसकेपछि हेर्नुहोस्, टक्क तपाईँले चाहिँ यहाँबाट ट्याक्क सेन्ड आइटम भनेर ट्याक्क चाहिँ सेन्ड गर्न सक्नुहुन्छ। ट्याक्क मैले सेन्ड गरिदिएँ होइन। सेन्ड गरेर मेरो चाहिँ जब एप्लाई भयो त्यो होइन, भयो। त्यसपछि तपाईँलाई चाहिँ 1 हप्ता 2-4 दिन 1-2 दिन भनेर होइन, त्यस्तोमा तपाईँको चाहिँ रिप्लाई आउनसक्छ। कतिपय रिप्लाई पनि आउँदैन होइन। त्यही अनुसारले गर्नुपर्ने हुन्छ है। ल, धन्यवाद। भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँलाई एकदम धेरै धेरै धन्यवाद। हेरेर तपाईँको प्रतिक्रिया मैले तपाईँको प्रतिक्रिया दिनुहोस् होइन। तपाईँको प्रतिक्रियाको लागि म तपाईँको इन्तजारमा हुनेछु। धन्यवाद। भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस्। अनि अरू भिडियो पनि म हाल्दै गर्छु। कृपया साथ सपोर्ट अनि सब्सक्राइब, लाइक, कमेन्ट तपाईँको प्रतिक्रियाहरू भिडियोको तल दिनुहोला।